नमस्कार नमस्कार सबैजनालाई नमस्कार। यो चाहिँ हाम्रो भद्रपुर वडा नम्बर 2 मा पर्ने संयुक्त धार्मिक स्थल कमलढाप। यहाँ चाहिँ विभिन्न जात जातिको 14वटा जात जातिको चाहिँ मठ मन्दिरहरू पाइन्छ। यो अगाडिपट्टि देखिएको मन्दिर गुम्बा हो। त्यसै गरेर त्यहाँभन्दा अलिकति अगाडि दक्षिणको चाहिँ किराँत राई आएका। त्यसै गरेर यतापट्टि याक्थुम चुम्लुङ भवन। त्यसै गरेर विभिन्न जात जातिको चाहिँ मठ मन्दिर रहेको ठाउँमा श्रम संस्कृति पार्टी भद्रपुर वडा नम्बर 2 ले गरेको आयोजनामा श्रमदान 100औं हप्ताको श्रमदान चाहिँ यसै भद्रपुर वडा नम्बर 2 मा पर्ने यस क्षेत्र धार्मिक परिसर क्षेत्रमा सरसफाई गर्ने भएको हुँदा सम्पूर्ण श्रमदाताज्यू तथा 14 जात जातिको मठ मन्दिरमा रहनु भएको प्रमुख अध्यक्ष जीवहरू आफ्नो आफ्नो भक्तजनलाई लिएर यही आउने 16 गते शनिबारको दिन बिहान 7 बजे भेला भइदिनु हुन पनि हार्दिक अनुरोध गर्दछौँ। ल जय माटो है जय माटो। हाम्रो चाहिँ अब यो शनिबारको दिन हामी 16 गते शनिबारको दिन हाम्रो सरसफाई अभियान 100 हप्ताको चाहिँ श्रमदान यस क्षेत्रमा गर्ने भएको हुँदा हामी 100औं हप्ताको श्रमदान सहित केही रमाइलो पनि गर्ने भएको हुँदा यस क्षेत्रमा हामी सबैजना सरसफाइको लागि भेला भइदिनु हुन हार्दिक अनुरोध गरे। यो चाहिँ किराँत नामपिप्लुङ योमा माङहिम चाहिँ माङहिम हो। यस्तो छ। त्यसै गरेर योभन्दा केही अगाडि गुरुङको चाहिँ यहाँ यो गुरुङको गुम्बा हो। त्यसै गरेर यो सन्थालको हो। त्योभन्दा अगाडि अलिकति अगाडिको मन्दिर चाहिँ नेवारहरूको। त्यसै गरेर पूर्वपट्टिको थामीको छ। यस्तो छ। यहाँनिर 14वटा जात जातिको मिलेर बसेको धार्मिक मठ मन्दिरहरू छन्। त्यसै गरेर योभन्दा केही अगाडि यहाँ मगर जातिहरूको पनि यहाँनिर यो मगर जातिको हो। यसरी चाहिँ सबैजना मिलेर बसिएको क्षेत्र संयुक्त धार्मिक स्थल कमलढाप भनेर चिनिन्छ। यो चाहिँ हिन्दू सनातनको मन्दिर हो। त्योभन्दा केही उत्तरपट्टि साइडमा चाहिँ खस क्षेत्रीहरूको पनि छ, भुजेलहरूको छ। यस्तो छ। सबैजना आइदिनु होला। यस क्षेत्रमा सबैजना मिलेर आफ्नो आफ्नो मठ मन्दिर परिसर क्षेत्रमा सबैजना मिलेर हात तेमालो गर्दै श्रमदान गरौँ, सरसफाइ गरौँ। यही 16 गते बिहान 7 बजेदेखि सुरु हुनेछ। नमस्कार। सबैजना भेला भइदिनु हुन हार्दिक अनुरोध गर्दछु।